नमस्ते यहाँहरूलाई। यति बेला म चाहिँ ठ्याक्कै क्वालालम्पुर इन्टरनेसनल एयरपोर्ट केलायो 1 को लेभल 2 मा छु है। लेभल 2 मा छु यति बेला म ठ्याक्कै यहाँबाट लेभल 2 बाट गइराखेको छु। ल म यति बेला ठ्याक्कै लेभल 2 मा छु। लेभल 2 बाट ट्याक्क म चाहिँ यता लिफ्ट भएको ठाउँतिर जाँदैछु। ट्याक्क तपाईँहरूलाई सबै कुराहरू यहाँबाट देखाउने छु है। यति बेला म ट्याक्कै लेभल 2 मा छु है। यतातिर 2 मा छु। त्यहाँ मुनि भनेको लेभल 1 हो। लेभल 1 देख्न सक्नुहुन्छ पुरा गाडीहरूले मान्छे लिइरहेको छ। उतातिर बस पनि आएर अडिरहेको छ। त्यतातिर एकदमै मान्छेहरू आइरहेको हो कि गइरहेको थाहा भएन। मान्छेहरू ब्यागहरू टन्नै छ। ट्याक्कै लाएर म चाहिँ अहिले लेभल 2 मा छु। यो चाहिँ लेभल 2 है। लेभल 2 बाट लिफ्टबाट गए पनि हुन्छ। त्यहाँनिर लिफ्टहरू छ। सामानहरू छैन भने त यस्तो खालको एस्कालेटरबाट गए पनि हुन्छ। म यहीबाट गएँ। लेभल 3 सम्म जानु छ मलाई। त्यस कारणले मैले यही नै युज गरेँ है। ल त्यहाँ माथि भनेको सबभन्दा टप भनेको लेभल 5 हो। सधैँ मैले तपाईँहरूलाई भिडियो बनाउने भनेको त्यही माथि लेभल 5 बाट हो है। बोर्डिङ पास लिने भन्ने गर्छु नि, त्यही लेभल 5 माथि। त्यहाँभन्दा सबभन्दा माथि टपमा। ल म चाहिँ लेभल 3 मा जान्छु। लेभल 2 बाट म ट्याक्कै लेभल 3 मा आइसकेको छु। देख्न सक्नुहुन्छ ट्याक्कै यसरी पनि लेभल 3 मा आउन सकिन्छ है। ल यो चाहिँ लेभल 3। यो चाहिँ लेभल 3 हो। तपाईँहरू देख्न सक्नुहुन्छ लेभल 3 को। यो चाहिँ लेभल 3 हो है। ट्याक्क लाएर देख्न सक्नुहुन्छ मान्छे एकदमै कम छ। मान्छे आज हुनुहुन्न, किनकि आज अलि बिहानै भनौँ या के हो, अब एकदमै कम छ मान्छेहरूको भिडभाड। म लेभल 3 मा आइपुगेको छु यति बेला। यो चाहिँ लेभल 3 है। लेभल 3 नै हो यो। यहाँनिर हाम्रो एकजना ब्रदर आजङ सर हुनुहुन्थ्यो। सायद उहाँ ड्युटीमा हुनुहुन्न होला। अर्को एकजना ब्रदर हुनुहुनेछ। ठिक छ। यहाँनिर टक्क हाम्रो नेपाली ब्रदरहरूले वर्क गर्नुहुन्छ, काम गर्नुहुन्छ। त्यस कारणले हाई एकजना ब्रदर हुनुहुन्छ हाम्रो आजङ सरको साथी हुनुहुन्छ होला। आजङ सर हुनुहुन्न? उहाँको डेसी हो। ए आराम हुन्छ, सन्चै हुन्छ नि है। ल ठिक छ। हजुर हुन्छ, ठिक छ। बस्छु म एकछिन यतैतिर। ल हाम्रो ब्रदर हुनुहुन्छ 2 जना। हाम्रो आजङ सर चाहिँ आज हुनुहुँदैछ। र 2 जना ब्रदरले टक्क जब गरिरहनु भएको छ, काम गरिरहनु भएको छ आफ्नो। ल तपाईँहरू पनि यदि आउँदै हुन्छ भने क्याफे, यो चाहिँ हाम्रो नेपाली ब्रदरहरू यहीँनिर जब गर्नुहुन्छ। उहाँ ब्रदरलाई भेट्न सकिन्छ यो क्याफेमा आउँदा है। ल बाँकी म अर्को भिडियोमा गाउनेछु है। ट्याक्कै म एकछिन यहाँ आएको थिएँ र यसो पसिहाल्छु।